रहेछ चाहिँ एकदम उठाएको थियो छोटो कता हालेछ यहाँबाट चाहिँ ठुलो डाँडा छ है यहाँ चाहिँ खोला पुरा बगिरहेको छ माथि यतिबाट आउँछ नि त पानी अहिले दोमुखाको यो जस्ट यस्तो राम्रो बनाएको छ यहाँनिर हैन बस्ने ठाउँहरू यिनीहरू दामी छ माछामा त्यहाँ माथि जानुपर्छ त्यहाँदेखि माछा हामीले पहिला कतिवटा 20-25वटा बोरा लिएको थियौँ होइन अनि त्यो बोरामा चाहिँ हामीले बलुवा भरेर त्यो झर्दै गरेको पानी माथितिर राखेको थियौँ ठाउँमा अनि त्यो पानी चाहिँ कम्ती झरेपछि चाहिँ माछाहरू त्यस्तै माथि आउँदो रहेछ क्या अनि त्यतिकै माथि त्यस्तो चढेपछि चाहिँ अनि हामी त्यसलाई चाहिँ झुलमा चाहिँ हामीले चाहिँ सेउलाले गरेर सोधेर हामी मारेको त्यो याद आयो होइन अब एक दिन फेरि आउनुपर्छ सबैजना मिलेर है